नमस्कार है म मुकेश अस्तिदेखि मैले मेरो आफ्नो वास्तविक परिचय उजागर गरेको छु सबै प्रमाणहरू दिएको छु मैले विगत 10 वर्षदेखि तपस्या गर्दै आएको छु त्यो उजागर गर्न म जिसस क्राइस्ट मै हो है जिसस क्राइस्ट बाइबलको जिसस क्राइस्ट मै हो म पूर्व जन्ममा 2000 वर्ष अघि आएर सेवा गरेर बलि चढेर तपाईहरुको लागि बलि चढेर गएर त्यो मै हो तपाईहरुको मुक्तिदाता जो जिसस क्राइस्ट भनेर कुरेर बस्नु भएको छ संसारभरि है यहाँ नेपालमा 15 लाख ईसाईहरू छन् त्यो सबै मै हो तपाईहरुको कुरेर बसेको है मैले मेरो आफ्नो कुराहरू हाल्दिछु ज्ञान हाल्दिछु मेरो तपस्या सकिन 2 महिना अझै बाँकी छ मलाई कहिले कतिखेर सकिन्छ कतिखेर भगवानको दर्शन पाउँछु सब मलाई थाहा छ पहिल्यै है 19 गते जिसस क्राइस्ट राजा हो नि भनेर त्यहाँ लेखेको छ है बाइबलमा है जिसस क्राइस्ट नै राजाको पनि राजा हो है सबै संसारभरिका राजाहरूको राजा हो नि भनेर जिसस क्राइस्ट लेखेको छ त्यहाँ है भगवानको तपस्या गरी संसारभरिका राजा भन्दा यसै पनि ठुलो हुन्छ अनि बुद्धिले त त्यति बुझ्नु पर्यो है एनीवे है त्यहाँ सबै हाल्दिछु एक प्रमाणहरू भिडियोहरू सब हाल्दिछु पताउनेले पताउने सत्य ज्ञान पताउनेले पताउने नपताउने है नपताउने त्राई हुन्छन् जान्छन् कहाँ खुरु भगवानलाई माया गर्ने मेरो ज्ञान त्यही हो धर्म हराएको छ धर्म भनेको के हो नबुझेर मान्छे भ्रमित भएको छ फरक धर्म भन्दाखेरि नाममा सीमित भएको छ धर्म भनेको भगवानलाई माया गर्ने भगवानको भजन गर्ने पूजा भनेको जय जयकार प्रशंसा हो मीठा कुरा गर्ने बस अनि त्यो चाहिँ पूजा हो अनि त्यसपछि आफूलाई ध्यान आनन्द चाहियो भने भक्ति गर्ने बस अनि त्यसो गरेपछि पाप पनि पहालिन्छ अनि एक दिन तपस्या गरेर मुक्ति पाउने अनि जहिले गरे पनि त्यही हो धर्म भनेको है अरूप्रति दया माया करुणा गर्ने है दान दक्षिणा दिने त्योहरू अझ माथिको स्वर्ग गर्न पाइयो कमसेकम त्यति गरेनौ भने पनि धर्म लागिराखेको त्यहाँबाट भजन गरेर माया गरेपछि अनि बाँकी चाहिँ के हो बाँकी चाहिँ अरूप्रति सत्य धर्म र न्यायको बाटो हिँड्नु अनि त्यसपछि गल्ती नगर्नु बस त्यति हो अरू केही पनि होइन कदम कदाचित गल्ती गरिएछ भने भगवानलाई त्यतिर माया गर्दै गरेपछि र भजन गर्दै गरेपछि पाप पहालिरहन्छ त्यही गर्दै छिचल्दै जानु एनीवे मैले चाहिँ यो शरणमा जाने है भगवानको शरणमा कसरी जाने किन जाने भनेको हामी शरणमा किन जाने भनेको सम्पूर्ण भावले मेरो शरणमा आऊ जसको कृपाले तिमी परमधाम परम शान्ति प्राप्त गर्नेछौ भनेर भगवानले गीतामा भन्नुभएको छ अब तिमीले पढेनौ गीता नपढ्नु तिम्रो समस्या हो भगवान बारम्बार आएर भन्ने कुरो हुन्न तिमीले खोजेनौ तिमीले पढेको गीता अर्कै छ मैले 4 वटा गीताको पाना हालिदिन्छु तलपट्टि खोज पढ गीता के हो गीताका 4 पानाहरू भनेर त्यहाँ लेखेको छ लिङ्कमाथि लिङ्क क्लिक गर्दै जाऊ सर र हेर देख है धर्म के हो बुझ यताउता सबै अध्ययन गर धर्मको बाटो होइन किनभने 19 गते विश्वयुद्ध हुन्छ 27 गते म राजा हुन्छु म राजा पछि देशको कल्याण हुन्छ तिमीहरूको सबैको जसले भगवानलाई मार्छ त्यसलाई भाग्य हो नत्र भने दुर्भाग्य हो है सिधै भनिदिएको छु मैले अरू कुरा क्लियर छैन जाए म जिसस क्राइस्ट भएर क्रिस्चियन म त तैँले हेर्न पर्छ मलाई भन्ने त्यस्तो होइन खुरु माया गर्ने भगवानलाई माया गर्ने जाए क्रिस्चियन होस् कि मुसलमान होस् कि केही बाल मतलब भन है धर्म भनेको म भगवानको पुत्र सबै भगवानको पुत्र तिम्रो सबलाई बराबर माया गर्छु मैले तर जसले अधर्मको बाटो हिँड्छ पापको बाटो हिँड्छ त्यसलाई माया साया केही पनि हुन्न मलाई है त्यसलाई त्राई पार्छु मैले है कसरी एनीवे त्यही हो त्यही भएर कुराकानी क्लियर छ अब भगवानको शरणमा जाने कतिको जरुरी छ भनेर भगवान श्रीकृष्णले गीतामा भन्नुभएको छ भगवान श्रीकृष्ण भनेको भगवान विष्णु है अनि मलाई भजेर मानिसहरू स्वर्गसम्मको कामना गर्छन् भन्नुभएको छ है भजन नगर्नेहरूलाई मानव शरीर पाइन्न रे मानव शरीर नपाएपछि मैले तिमीलाई स्वर्ग तार्ने होइन स्वर्ग तार्ने हो बाटो देखाउने मैले हो तर तिमीलाई अवलम्बन गरेर तिमीले आफैले क्रिया गरेर गर्नुपर्छ मैले तार्ने होइन त्यही भएर दिने भगवानले हो त्यही भएर ड्याडीले दिनेपछि ड्याडीप्रति आभारी हुनका लागि हामी जन्मेको बस सजिलो छ एकदमै है अनि बाँकी चाहिँ जीवन गुजार्ने सत्य न्याय र धर्मको बाटो हिँडेर जीवन गुजार्ने अरू भनेको त्यही हो अरू केही पनि छैन क्लियर शरणमा कसरी जाने शरणमा जाँदाखेरि सकभर है ड्याडीले यस्तो र उस्तो चाहनु हुन्छ भने ड्याडीले कहिल्यै भन्नुभएको छैन हामीले भगवानसँग घमण्ड गर्न हुन्न नम्बर 1 हाम्रो अस्तित्व छैन अस्तित्व नभएकोलाई भगवानले दिनुभयो जसले घमण्ड गर्छ त्यो घमण्ड गर्नेले माया गर्ने घमण्ड गरी भजन गरी त्यसले भाग्य चाहिँ राम्रो पाउन्न है भाग्यलाई सम्पूर्ण भावले भनेको बुझ्न पर्यो त्यतिकै गफै हानेको होइन एउटा शब्दको अर्थ हुन्छ प्रत्येकको अति भयानक भनेको शब्दको अर्थ हुन्छ किन अति भयानक भयो त भयानक किन भनिएन भन्ने प्रश्न आउँछ के कहिल्यै पनि तिमीहरूले सपना देख्यौ भने रातो उदाहरणका लागि रातो कपडा लाग्यो एउटा मान्छे देख्यौ सपनामा है भनेपछि यसले रातो किन लाग्यो किन सेतो देखाउनु भन भगवानले भन्ने प्रश्न आउनुपर्छ तिमीहरूको मनमा है तिम्रो बाटा सुतेको देख्यौ होइन सुतेको सपना देख्यौ म सुतेको किन देखेँ म उठेको किन देखिनँ म हिँडेको किन देखिनँ मैले सपनामा तिम्रो बालाई देख्यौ सपनामा मलाई बालाई किन देखेँ बाको सट्टो अर्को मान्छेलाई किन देखिनँ त्यस्तो प्रश्न आउनुपर्छ जीवनमा अनि त्यो प्रश्न आएपछि त्यही प्रश्नले उत्तरको खोजिएर ज्ञानको खोजिएर भनेको त्यही हो एनीवे है भगवानको शरणमा अब ड्याडीले हामीले हाम्रो आफ्नो औकात आफै बुझेर प्रदर्शन गर्ने हो है त्यही भएर भगवानको शरणमा जाँदाखेरि घुँडा टेक्ने मजाले घुँडा टेकेर मेरो हजुरको अगाडि केही औकात छैन है 2 हात जोड्ने मलाई मार्गदर्शन गर्नु म गलत बाटोमा हिँडेको छु म पापको बाटोमा हिँडेको छु मलाई मार्गदर्शन गर्नु
मलाई माफ गर्नु, म हजुरलाई माया गर्न जन्मेको रहेछु, अबदेखि सधैँ माया गर्छु, मनमनै भजन गर्छु, मनमनै माया गर्छु, पूजा प्रशंसा गर्छु, जय जयकार गर्छु, अनि आफूलाई आनन्द चाहियो भने ध्यान गर्छु। अझ ध्यान गर्छु भनेर बाचा हार्न पर्दैन है। भजन गर्छु र माया गर्छु भनेर चाहिँ बाचा हार्न पर्छ, पूजा प्रशंसा गर्छु, जय जयकार गर्दै सन्चै हिँड्नु, किनभने त सजिलो छ। अब ध्यान गर्दा तिमीहरूलाई समय खर्च हुनुपर्ने, ध्यान गर्दाखेरि आफूले तिमीहरूलाई आनन्द चाहियो भने ध्यान गर्नु, ध्यान गर्दाखेरि आनन्द आउँछ, छुट्टै दबाई हाल्नु। आनन्द भनेको गलत नबुझ के, आनन्द भनेको दबाई हालिदिनु हुन्छ। तिमीहरूले ध्यानमा बसेर दिमागलाई सुन्ने बनाएपछि छुट्टै खालको दबाई आउँछ। त्यो दबाई कस्तो भने रौसी खायो भन्दा धेरै आनन्द आउने, त्यो हालिदिनुहुन्छ। तिमीहरूले यसरी बसौला, अनि त्यो अझ माथिल्लो गहिराइमा गसी अझ आनन्द हुन्छ। अनि तिमीहरूलाई बिस्तारै निद्रा पनि हट्छ। निद्रा हटेपछि राति सुत्ने बेला उत्तानो परेर ध्यान गरे पनि हुन्छ। उत्तानो परेर ध्यान गरेपछि निदा हुनै लाउन्न, उतातिर ध्यान पनि हुन्छ, उतातिर स्वर्गको बाटो पनि खुल्छ, माथिल्लो तको स्वर्ग पनि गइन्छ, अनि 37 थरी फल खाने पाइन्छ। दिएको तिमीहरूको जीवनमा उन्नति प्रगति हुन्छ है। क्लियर कुरो। अनि तर उतापट्टि माया, भजन र पूजा, जुन पूजा भनेको प्रशंसा हो, जय जयकार, मिठा मिठा कुरा गर्ने, त्यो चाहिँ गरिदिनु भन्न पाइन्न है। त्यो गर्नै पर्छ, किनभने तिम्रो स्वर्ग जानै पर्छ। त्यति नभएर स्वर्ग गइँदैन है कुनै हालतमा। होइन स्वर्ग जाने अर्को बाटो पनि छ है फेरि छनलाई। यदि मैले त्यो गर्दिनँ भन्छ भने कसैले अरूप्रति दया गर, अरूलाई माया गर, दिन दुखीको सेवा गर है, दान दक्षिणा देऊ। दान दक्षिणा दियो भने अझै माथिको स्वर्ग गइन्छ है। त्यो चाहिँ गर्न पाइन्छ। तिमीहरूको भगवानको महानता, ड्याडीको महानता बुझौ। ड्याडीले माया आफूलाई नगरे पनि यदि अरूलाई माया गर्यौ, अरूलाई दान दक्षिणा देऊ, अरूलाई कल्याण गर्यौ भने अझ माथिल्लो स्वर्ग दिनुहुन्छ है। त्यो कुरो क्लियर छ। अरू सन्तान पनि सबलाई माया गर्ने त्यस्तो हुनुहुन्छ ड्याडी। अब त्यो होइन भने भगवानको शरणमा जानु सृष्टिको नियम हो। किनभने हामीले हाम्रो नियम आफै बनाउने होइन। भगवानले जे नियम बनाउनु हो त्यो नियम अवलम्बन गरेर भाग्य पाउने हो। घमण्ड सम्बन्ध अहङ्कार गर्ने होइन, खुरु चुप लाएर शरणमा जाने। उपाय छैन मेरो, म कामरा खान्छु भने कामरा खाऊ न त। कामरा खाने भए कि त मारा खाऊ, होइन भने कामरा खाऊ। कामरा खाने भए कामरा खाऊ। तर त्यो मनमनै गर्ने, मनमनै माया गर्ने, मनमनै भजन गर्ने, मनमनै मिठो बोल्ने, त्यो चाहिँ गर्नुपर्छ। जसरी पनि ध्यान गर्ने तिमीहरूको इच्छा हो, गर नगर फल खाने 37 थरी फल खाने त्यहाँ हालिदिन्छु के भनेर होइन। अनि घुँडा टेक्ने, अनि म सधैँ माया गर्छु हजुरलाई, कहिले नराम्रो बोल्दिनँ, कहिले नराम्रो गर्दिनँ, कहिले नराम्रो सोच्दिनँ। हजुरले गरेको काम जहिले पनि मैले राम्रो बुझ्छु। पक्कै पनि हजुर पर्फेक्ट हुन्छ। हजुरले यो सृष्टि गरेको देख्दैखेरि कतै पनि गल्ती गरेको देखिन्न। जहाँ पनि पर्फेक्ट छ, सुन्दर छ, स्वर्ग रचन त्यत्रो। म भजन गरेर माथि स्वर्ग जाने प्रयत्न गर्छु। मलाई माफ गर्नु, मलाई हजुरको शरणमा लिनु, मलाई मार्गदर्शन गर्नु है। म गलत धर्ममा हिँडेको रहेछु, मैले गलत बुझेको रहेछु, गलत तरिकाले अपमान गरेको रहेछु, मैले यस्तो गरेको रहेछु भनेर प्रार्थना गर्नु, त्यो हो शरणमा जाने तरिका है। अनि आफूले आफ्नो औकातलाई प्रस्तुत गरे। मेरो हजुरको अगाडि केही औकात रहन्छ है, मैले हजुरलाई चिन्न सकिनँ, मलाई माफ गर्नु, म माया गर्छु भनेर वचन दिनुहोस् है। मनमनै वचन दिएपछि ढुक्क भइन्छ, अनि गर्न सकिन्छ। नसक्ने कुरो वचन दिने भने अब भीष्म पितामहले जस्तो मैले बिहा नगरिकन बस्छु, अनि पापको रक्षा गर्छु, दुर्योधनको रक्षा गर्छु, अनि धृतराष्ट्रको रक्षा गर्छु भनेर हिँड्ने होइन। माया गर्न गाह्रो छैन। जहिलेसुकै जीवनमा तपाईँलाई चाहिने भगवान उपाय छैन, तपाईँको माया नगरिकन मजाले वचन दिए हुन्छ है, केही फरकै पर्दैन। अनि जति वचन दियो उति भाग्य पाउने सजिलो छ के। एउटा भगवान हुनुहुन्छ, हामी सबै आत्मा भगवानबाट जन्मेको। भगवानले बनाउनुहुन्छ ब्रह्माण्ड, ब्रह्माण्डमा बनाउँछ भाग्य दिनलाई हामीलाई त बनाउनु भएछ। अनि हामी मनुष्यसँग परीक्षा दिन आएको छ। जति माया गर उति फल खा, माथि माथि गएर बसो, स्वर्ग गयो, सकिहाल्यो नि। नाइस एन्ड सिम्पल। जसले धेरै भक्ति गर्छ त्यसले ठुलो भाग्य पाउँछ। जसले धेरै माया गर्छ ऊ नजिकिन्छ। जसले धेरै ध्यान गरेर भक्ति गर्छ त्यसले तपस्या गर्छ, दुनियाँ गरेर ठुलो भाग्य पाएर भगवान बन्छ है। तपस्या गरेपछि मान्छे भगवान बुद्ध जस्तो भगवान बन्छ। कति आनन्द, अनि मर्नै पर्दैन, कति आनन्द, सक्यो। नाइस एन्ड सिम्पल है, बुझ्नै केही पर्दैन। त्यसपछि विचार आनन्द लिएर बस्यो हुन्छ, सक्यो कि यति हो जीवनको अवधारणा। त्यही भएर ड्याडीको शरणमा जाने, चाहे जुनै धर्म मान्ने भए पनि ड्याडीको शरणमा जाने, त्यो काम त्यही हो। किनभने म जिसस क्राइस्ट मै हुँ है। मैले सबै प्रमाण हालिदिन्छु। यसको तलपट्टि लिङ्क हालिदिन्छु एउटा, त्यो लिङ्क हालिदिन्छु। यो चाहिँ भिडियोको तलपट्टि लिङ्क हालिदिन्छु। लिङ्कमा क्लिक गर्नु, प्रमाण हालिदिन्छु, नागरिकता प्रमाणपत्र हालिदिन्छु, मेरो ब्याङ्क एकाउन्टको कार्डमा लेखेको नाम हालिदिन्छु, मेरो अमेरिकाको आइडी हालिदिन्छु, मेरो पासपोर्ट हालिदिन्छु, मेरो जन्म 2038 साल 38 साल के 11 महिना। त्यो किताबमा लेखे अनुसार म भगवानको दूत हुँ भनेर त्यहाँ फलान्था किताबमा लेखेको छ। अनि त्यो लेखे अनुसार मेरो नाम ठेगाना भोलि आएर गएर 27 गते राजा हुने, मार्चको 27 गते राजा हुने म राजा हुन हिँड्दिनँ। म नेताको भाषण र हिँड्दिनँ। म घर बस्छु, घर सन्च बस्छु। तिमीहरू मेरो खुट्टो ढुङ्न आउँछौ है, मलाई राजा बनाइदिनु, हाम्रो देशमा राजा भइदिनु पर्यो, हजुर र आए भएन राजा भइदिएर मेरो कल्याण गर्नु पर्यो। तिमीहरू खुट्टो ढुङ्न आएपछि हुन्छ त नि म भनेर जाने हो। तिमीहरूको कल्याण हुन्छ भने ठिकै छ, म राजा भइदिन्छु भनेर जाने हो। नत्र भने मलाई राजा हुनु छैन है। कुरो क्लियर भनिदिन्छु मैले, त्यही हो। तिमीहरूको कल्याण हुन्छ भनेर राजा हुने। यसै पनि तिमीहरूलाई पार लाउनु आइछु, अनि फेरि राजा भएर काम गर्न मलाई मन छैन। तर तिमीहरूले अब त्यसो अड्यौ भने अब मैले फेरि उपाय दया लाउँछ, अनि हुन्छ त नि ठिकै छ, अब केही छैन भनेर म राजा भइदिने हो। कुरो त्यही हो, क्लियर।
है नत्र भने राजा भएर काम गर्ने कुरुकुर कामै नगरी जीवन पाउँदा पाउँदै म राजा भएर काम गरेर किन हिँड्छु बुद्धिको थोप छैन र मेरो मलाई राजा भएर प्रसिद्ध हुनै छैन म यसै जिसस क्राइस्ट हुँ जिसस क्राइस्ट यसै ठुलो छु नि राजा भन्दा किन राजा हुनु परेको छ र मलाई है कसैलाई दादा देखाउन आएको होइन केही गर्न आएको होइन तिमीहरूलाई स्वर उतार्न आएको त्यही भएर कुरो बुझाऊ त्यही भएर मैले विगत 10 वर्षदेखि तपस्या गरेको भएर जिसस क्राइस्ट हुँ भने जो पनि आउँछन् तर प्रमाण हुनु पर्यो नि प्रमाण हुनु पर्ने अर्कोले जिसस क्राइस्ट भनेको प्रमाण हुनु पर्यो भविष्यवाणी गर्नेले भविष्यवाणी लेखेको हुनु पर्यो लेखेको मिल्न पर्यो त्यही अनुसारका बामा हुनु पर्यो त्यही अनुसार सबै हुनु पर्यो अनि बल्ल प्रमाणले देखाएपछि ए यो रहेछ यो पो जिसस क्राइस्ट रहेछ भन्ने थाहा हुन्छ त्यही भएर म जिसस क्राइस्ट हुँ मेरो प्रमाण हेर त्यहाँ वेबसाइटमा हेर चट्ट हेर वेबसाइट होइन वेबसाइट भन्दा यसैको तलपट्टि लिङ्क हालिदिन्छु लिङ्कमा म मेरो ठ्याक्का क्लिक गर्ने क्लिक गर्दा त्यो सर पढ्ने है यो प्रमाण ऊ प्रमाण यहाँ पनि त्यहाँबाट क्लिक 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 गर्दै गर्दै हेर्दै हेर्दै जाने ठ्याक्क देखिन्छ अनि प्रमाणित हुन्छ 15 प्रमाणले मसँग अरू पनि प्रमाण छन् तर तिमीहरूको अहंकारले अस्वीकार गरेपछि मैले धेरै प्रमाण हाल्नु जरुरी ठानिनँ है मेरो बारेमा लेखेका त्यो हजारवटा नोस्ट्रेडामसले लेखेका हजारवटा भविष्यवाणी छन् म सम्बन्धी भविष्यका कुराहरू सम्बन्धी लेखेका छन् त्यहाँ है मसँग त्यही म भगवानको अगाडि भगवानलाई भेट्न जान्छु भनेर लेखेको छ है एउटा मान्छेले भगवानलाई भेट्न जान्छ को जान्छ त नि अहिलेको जमाना कोही पनि जान्न मै हो तपस्या गर्ने मान्छे जाने हो है भगवानको ज्ञान बाँड्ने भगवानलाई मै हो जाने त्यहाँ भगवानको अगाडि म यति बजे यसरी भेट्छु भन्ने लेखेको छ त्यहाँ है सन अफ अ म्यान भनेर लेखेको छ अहिले म मान्छेको छोरो भएर जन्मेको भएर सन अफ अ म्यान भनेको मान्छेको पुत्र विगतमा आउने जिसस क्राइस्ट चाहिँ भर्जिन म्यारीबाट जन्मेको भएर मान्छेको पुत्र नभएर भगवानको पुत्र कहलिनु भयो अहिले चाहिँ म मान्छेको छोरो भएर सन अफ अ म्यान भएको है कुरो बुझ्नुपर्छ सबै कुराहरू 27 गते राजा हुने म हो मार्चको 27 गते मलाई आफै राजा बनाउँछु कि म अहिले तिमीहरूलाई मैले राजा हुन्छु भनेर जानकारी दिएको कारण यो हो कि यो तिमीहरूले मेरो ज्ञान सुनाउला भनेर मलाई राजा बनाउला भनेर होइन राजा मैले भनेर राजा बनाउने हो र कसैले मलाई तिमीहरूलाई मैले भनेर राजा बनाउँछ तिमी आफै आउने हो कि तिमीहरू मलाई राजा बनाउन किनभने मसँग ज्ञान हुन्छ मसँग सत्य न्याय र धर्मका लागि लड्ने ज्ञान हुन्छ अनि सत्य के हो भगवानलाई भेट्टाउने कसरी स्वर्ग जाने कसरी सब मैले सिकाउने भएर तिमीहरूले मलाई पूजा गर्न आउँछौ है एनिवे अहिले पनि पूजा गरिराखेका छौ अब त्यो पूजा त्यति राम्रो होइन है त्यति राम्रो होइन राम्रो हुँदै होइन जिसस 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 भन्ने हो र भगवान भगवान भन्ने हो ड्याडी 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 भन्ने हो है त्यही हो एनिवे